अनि हामी त्यहाँबाट हेर्दै गयौँ। यो कति ठुलो चरा हेर्नु न, यसको नाम चाहिँ त्यहाँ भनेको थियो, म बिर्सेँ, अहिले देखेँ भने भन्छु ल। हेर्नु पिकक कस्तो राम्रो, हेर्नु न। ओ माई गड, रेस्ट गरिरहेको छ त्यहाँ। कति धेरै जङ्गलभरि पिकक थियो। अनि साउन्ड पनि पिककको त्यो भाइब्रेट गरिरहेको थियो, जताततै उसको भोइसहरू इको आइरहेको, जताबाट पनि कि पिकक कस्तो मिठो कोइलीको स्वर भने जस्तो। अनि त्यसपछि हामी पिकक हेरेर एकछिन त्यहाँ हेऱ्यौँ। अनि पिकक त्यहीँ पुरै कस्तो राम्रोसँग एकछिन नाच्छ कि भनेर नि कुरेँ होइन। अनि त्यसलाई यसो उठाए चाहिँ गरेको, भागेन, डराउँदो रहेनछ। तर यसो हिँड्यो त्यहाँबाट। बिचरा रेस्ट गरेको थियो, तर माया लाग्यो, हेर्न मन लाग्यो, के गर्नु है, माया लाग्यो। अनि म पनि आफूले पछि यसैको पछि हिँड्दै थिएँ। हेलो, यो म हो, यो पिकक हो। यति नजिकबाट फर्स्ट टाइम हो म पिककको अगाडि भएको है। कस्तो क्युट, हेर्नु न त्यो पछाडि। ओ माई गस, हेर्नु कस्तो राम्रो प्रकृति है, कस्तो राम्रो है। गडले नि कस्तो मजाले क्रिएट गर्छ कि नेचरलाई, 1 by 1। पिसा, तिमीलाई पिकक मनपर्छ? मनपर्छ। पिसुले नै मनपर्छ भने झिनीले नि एकदमै इन्जोय गरेको थियो होइन पार्कमा। I love पिकक। अनि नानीले पिकक मनपर्छ, मलाई एकदमै भन्ने। एकछिन हेऱ्यौँ होइन हामीहरू। त्यसपछि हामी त्यहाँ पिकक हेर्दै मैले गर्न थालेँ। नानी र सृष्टि भएर टोइलेट गए उनीहरू। मैले त्यहाँ पिककलाई एकछिन कहीँ खिच्न थालेँ। अनि उनीहरू आए। त्यसपछि हामीहरू 1-2 टिकटक बनायौँ। हाम्रो टिकटकमा गएर हेर्न सक्नुहुन्छ हामीले त्यहाँ बनाएको टिकटकहरू। अनि आयौँ। त्यसपछि यहाँ एउटा सानो झरना रहेछ होइन। यो झरना हेर्न लिएर जान्छु भन्दै त्यहाँनिर झरना लिएको एक्सपेक्टेसन भर्सेस रियालिटी भन्दै सृष्टि नाच्दैछिन्, नहेर्नु गाइज भनेर। नेपालमा ठुल्ठुलो झरनाहरू हाम्रो देशमा कस्तो राम्रो होइन। यहाँ सानो चिजलाई देख्दा नि त्यो खुसी अर्कै के, अब त्यो सम्झिन्छ नि त, कम्पेयर गर्ने बानी। अनि त्यसपछि हामीहरू हिँड्यौँ। अनि हामी त्यहाँ एकछिन फोटो खिच्यौँ। त्यसपछि फोटो खिचेर भ्याएपछि पिसाले मेरो ब्याग बोकिन्छन्। हामी त्यहाँबाट थाकेको भएर हिँड्यौँ। हामी हिँडेर अरू ठाउँ हेर्न हिँड्यौँ।